हेर साथीहरू, आज मेरो चाहिँ बेबी सावर। मेरो यो हुनेवाला बेबीको नाम के राख्ने होला भनिदेऊ त। अब नाम त तिम्रो भुरो हेरिकन नाम त अलिक ट्याक्कै गजबको राख्नुपर्छ। अब छोरी भयो भने मालकुमारी, अब छोरो भयो भने ढालबहादुर। त्यस्तो नाम राख्ने हो? उता भुरो हेऱ्यौँ भने त मैले सोचेको नाम के छ भनेपछि छोरो भयो भने भुगीम्यान, छोरी भयो भने जोनसेना। ए भएन त्यो नाम, बच्चाले लात्ती हान्यो के नाम रुचाएन, अर्को नाम राख। नाम राम्रो अबि न कस्तो लात्ती हानेको घुसा त कस्तो मारिरहेछ बच्चाले त भाइ। ल यसो गर नि त, त्यसो भए छोरो भयो भने पुलिङ्ग राख, छोरी भयो भने स्त्रीलिङ्ग राख। यस्तो नाम राख्ने होइन, बरु यो नाम राखौँ। छोरो भयो भने शङ्ककिरा लाल शर्मा बुढाथोकी शर्मा बाउ पण्डित। यो लामो नाम चाहिँ बबाल छ। अब छोरी भयो भने के राखौँ भने चाहिँ माउसुली बुढाथोकी कटुवाल अनि बहादुर शर्मा। यो राखौँ। ठेट राडीहरू, तिम्रो नाम कतिले राख्ने रहन्छौ, म आफै राख्छु। यदि छोरा भयो भने चल्ला बहादुर, यदि छोरी भयो भने चल्ली बहादुर। अब चाहिँ मेरो बच्चा कस्तो जन्मिला त गेस गर त। मेरो विचारमा यसका 6वटा खुट्टा हुन्छन् होला माकुराका जस्ता, अनि मुख चाहिँ पछाडि हुन्छ होला, अनि पछाडिको भाग चाहिँ अगाडि हुन्छ होला, अनि यो कान छ नि कान खुट्टा बुढी औँलामा हुन्छन् होला। मलाई त्यस्तै लाग्छ है। अब मेरो विचारमा काइँले के छ भनेपछि यसको यसो बायोडाटा बुझ्नु पर्दा यसको फेस छ नि ठ्याक्कै बाख्रा जस्तो आउने सम्भावना देखिन्छ कि बढी। अनि त्यसपछि के छ भनेपछि अब यो फेरि बोल्न पनि सक्दैन पछि यो जन्मेपछि। न बोल्न सक्छ, न कान सुन्न सक्छ, न आँखा देख्न सक्छ, केही गर्नै सक्दैन। यो एउटा जन्मिने मुर्दा लास जस्तो मात्रै हो यो। ल यो बाबुलाई चाहिँ ट्याक्कसँग लाएर मैले चप्पल, पछि ट्याक्क ठुलो हुन्छ त्यही बेला मार्निन्छ गरी चिस्क्या हो। ल यो बाबुलाई चाहिँ जन्मिने त्यही जाडो होला, त्यही भएर मैले यो ज्याकेट ल्याइदिन्छु साउरको हो, वाटर प्रुफवाला, पुरै महँगोवाला है। बाबुलाई चाहिँ म गर्छु, मेरो बाबु कुलु है घुमाउँदैछु।